साथीहरू, तपाईँ हाम्रो समाजमा अझै पनि मनोसरको ठुलो बुवा जस्ता खराब सोच राखेर बस्ने मान्छेहरू पनि तपाईँ हाम्रो समाजमा प्रशस्त भेटिन्छन्। हो साथीहरू, यति बेला सिर्जनालाई जुन उनीहरूले आरोप भने लगाइरहेका छन् त्यो एउटा संयोग मात्र हो। सिर्जनाको बिहे भएकै दिन श्रीमान मर्नु भनेको त्यो सिर्जनाको कारण होइन भन्ने कुरा भने राम्रो सकारात्मक सोच भएका व्यक्तिहरूले भने बुझिसकेका छन्। यहाँसम्म कि मनोजकै आमा र मनोजकै बहिनीले पनि त्यो कुरा भने राम्रोसँगले बुझिसकेका छन्। तर यति बेला मनोजको ठुलो बुवाले भने त्यो सबै आरोपहरू भने सिर्जनालाई भने लगाइरहेका छन्। तर जुन सिर्जनामाथि आरोप लगाइएको छ त्यो सबै एउटा भ्रम मात्र हो र केवल त्यो खराब सोच भएका व्यक्तिहरूले लगाउने आरोप मात्र हुन्। वास्तवमा मनोजको मृत्यु हुनुको कारण भनेको इन्द्र हो। इन्द्रले नै त्यो गाडीको ब्रेक फेल गराएको कारणले गर्दाखेरि यति बेला मनोजको भने मृत्यु भएको हो। तर त्यो सबै कुराहरू भने अहिलेसम्म कसैलाई पनि थाहा छैन र पक्कै पनि आगामी दिनहरूमा भने त्यो सबै कुराहरू पनि खुल्दै जानेवाला छ र इन्द्रलाई भने ज्यान मारेको आरोपमा भने पक्कै पनि प्रहरीले पक्राउ गरेर लिएर जानेवाला छ। र उता सिर्जनालाई यति बेला बसन्तले साथ दिइरहेका थिए। त्यो नौलो ठाउँमा भने बसन्तले साथ दिइरहेका थिए र त्यो गाउँमा सबैले पनि चाल पाइसकेका छन् कि सिर्जनाको पूर्व प्रेमी हो बसन्त भन्ने कुरा भने सबैले चाल पाइसकेका छन्। र यति बेला बसन्त भने त्यहाँबाट भने आफ्नै घरतिर हिँडिसके पछाडि यति बेला सिर्जनालाई साथ दिन भनेर सिर्जनाको बाउ र महेश भने मनोजको घरमा भने पुगिसकेका छन्। र अब पक्कै पनि सिर्जनालाई भने त्यहाँ दुखी अवस्थामा त्यस्तो अवस्थामा भने छोडेर पक्कै पनि आउनेवाला छैनन् र सिर्जनालाई फेरि आफ्नै घरमा फर्काएर लिएर भने आउनेवाला छन्। साथीहरू, तपाईँहरू पनि सिर्जना खुसीका साथ बसेको हेर्न चाहनुहुन्छ र सिर्जनालाई जसरी पनि फेरि फर्काएर घरमै लिएर आउनुपर्छ भन्ने तपाईँहरू पनि चाहनुहुन्छ भने कृपया हाम्रो यो भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा सिर्जना लेखेर हाम्रो यो च्यानललाई पनि सब्सक्राइब गरिदिनुहोस् है त। त्यस्तै साथीहरू, यता केशरीको बहिनी सुषमाले भने केशरीको पेटमा भएको बच्चा मार्न भने कोसिस भने गरिरहेकी छिन्। हो साथीहरू, घरको दैलोमा भने तेल लगाएर भने त्यहाँनिर केशरीलाई चिप्लाएर लडाएर त्यो पेटमा भएको बच्चा मार्ने योजना भने बनाएका थिए। तर त्यो योजनामा भने बसन्तको आमा भने परेकी छिन् र यति बेला बसन्तको आमा भने लडेर भने घाइते भने भएकी छिन् र यो सबै गर्ने पक्कै पनि सुषमा हो भन्ने कुरा भने केशरीले राम्रोसँगले भने बुझिसकेकी छिन् र अब केशरी पनि एकदमै धेरै सचेत हुन भने आवश्यक छ। आफ्नो ज्यान जान्छ भन्ने कुरा थाहा हुँदै पनि बच्चा जन्माउन भने उनले कोसिस भने गरिरहेकी छिन् र उनले बच्चा जन्माउने जुन अठोट भने लिएकी छिन् र सबै घर परिवारसँग भने त्यो कुरा भने लुकाइरहेकी छिन् र बसन्तलाई पनि त्यो कुरा भने लुकाएकी छिन्। तर डाक्टरले सबै कुरा भने बसन्तलाई बताइसके पछाडि यति बेला बसन्तले भने बच्चा फ्याल्नु नै उपयुक्त हुन्छ भनेर भने सोचिरहेका छन्। तर यता केशरीले भने पक्कै पनि बच्चा फ्याल्न भने मान्नेवाला भने छैनन्। तर केशरीको ज्यान जान्छ भनिसके पछाडि पक्कै पनि घर परिवारले भने जसरी भए पनि केशरीको पेटमा भएको बच्चा भने फ्याल्न भने कोसिस भने पक्कै पनि गर्नेवाला छन्। र यति बेला सुषमाले जति नै कोसिस गरे पनि केशरीको पेटमा भएको बच्चालाई भने मार्न भने पक्कै पनि सक्नेवाला भने छैनन्। साथीहरू, बसन्त र केशरी खुसीका साथ मिलेर बसेको देखेर तपाईँहरू मध्ये को खुसी हुनुहुन्छ? यदि तपाईँहरू पनि बसन्त र केशरी पहिलाकै जसरी खुसीका साथ मिलेर बसेको हेरेर तपाईँहरू पनि एकदमै धेरै खुसी हुनुहुन्छ भने कृपया हाम्रो यो भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा बसन्त र केशरी लेखेर हाम्रो यो च्यानललाई पनि सब्सक्राइब गर्नुहोला भन्दा अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।